साथीहरु नमस्कार। आज मैले तपाईहरुलाई फेरि एउटा लोकसेवाले गरेको विज्ञापनको भिडियो लिएर आएको छु। यो भिडियो प्राविधिक पदको लागि हो। विभिन्न प्राविधिक पदमा विभिन्न माग संख्याका आधारमा धेरै चाहिँ विज्ञापन भएको छ। सबै विज्ञापन मैले तपाईलाई यो स्क्रिन मार्फत स्क्रोल गरे देखाउने छु र यसमा आवश्यक पर्ने कागजातहरु, उमेरहरु अनि बुझाउने प्रोसेस सबै भिडियोमा छ। यो भिडियो हेरेपछाडी पूरा ज्ञान पाउनु हुनेछ। त्यसकारण भिडियोलाई कति पनि नकाटिकन तपाईहरुले हरेक विज्ञापनहरु हेर्न सक्नुहुन्छ। आज म सबै विज्ञापनहरु कुन पदमा कति खुलाएको छ यो पढेर भ्याउने अवस्थामा छैन, किनभने धेरै विज्ञापन खुलेको छ। त्यसकारण मैले तपाईहरुलाई सरसर्ती स्क्रोल गरे देखाइरहन्छु। तपाईहरुले हेर्नु होला र अन्त्यमा यसमा चाहिने कागजात, उमेर अनि तपाईको चाहिँ योग्यताका पेपरहरु कसरी बुझाउने, कसरी चाहिँ फर्म भर्ने अनि कुन वेबसाइटद्वारा यसलाई चाहिँ अपलोड गर्ने सबै कुराहरु तपाईलाई यहाँ ज्ञान दिनेछु। त्यसकारण चाहिँ तपाईले भिडियोलाई कट नगरिकन हेर्नु होला र सानो रिक्वेस्ट तपाईहरुलाई मेरो एकचोटी यो युट्युब प्रोफाइलमा गएर चेक गरिदिनु होला, किनभने मैले लगातार 5-7 दिनमा धेरैवटा भ्याकेन्सीहरुको मात्र भिडियो बनाएर हालेको छु। त्यसकारण तपाईले धेरै भ्याकेन्सीहरु देख्न सक्नुहुनेछ र जुनबाट तपाईलाई प्रफिट पनि हुन सक्नेछ। त्यसकारण एकपटक प्रोफाइल चेक गरिदिनु होला। साथै लाइक, शेयर, सब्स्क्राइब, कमेन्ट गरिदिनु हुनेछ भन्ने आशा गरेको छु। र विज्ञापनको अन्त्यमा तपाईहरुलाई चाहिने हरेक कुराहरु, उमेरको हद, शैक्षिक योग्यताको हद र भर्ने कसरी, फर्म फिलअप कसरी गर्ने र कुन वेबसाइटमा अपलोड गर्ने लगायतका सम्पूर्ण कुराहरु यो भिडियोको अन्त्यमा छन्। त्यसकारण यो विज्ञापन सकिएपछि त्यो कुराहरु मैले तपाईहरुलाई भिडियो मार्फत ल्याएको छु। त्यसकारण अन्त्यसम्म हेर्दिनु होला।